हेलो नमस्ते सबैजनालाई म समीक्षा सानो भ्लग लिएर आएको छु। म चाहिँ अहिले बर्दिया रामपुर भन्ने ठाउँमा छु। यो चाहिँ हाम्रो फुपूको घर हो। त्यहाँ चाहिँ यतातिर खेतहरू टन्नै छ। हामी चाहिँ अहिले त्यहाँ पानी ट्याङ्की हेर्न जाँदैछौँ। अनि फुपू भाउजू म भैँसीलाई घाँस काट्न। भाउजू एकदम गर्मी छ यहाँ। बिहानखेरि एकदम हुस्सो लागेको हुन्छ, चिसो नै हुन्छ, तर दिउँसो चाहिँ गर्मी नै हुँदो रहेछ। मलाई फर्स्ट टाइम आएको छु यो ठाउँमा। हाम्रो फुपू चाहिँ यहाँ बिहे गर्नु भएको छ। पानी ट्याङ्की हो यो चाहिँ। यो ठाउँको नाम के अरे फुपू? रामपुर भन्ने ठाउँ बर्दियाको। जङ्गल छ यतातिर, यहाँ नजिकै भारतको बर्डर छ अरे। हामी चाहिँ भाउजू म फुपू मिलेर जाँदैछौँ गाउँ घुम्न। गर्मी छ अहिले त धेरै, त्यही पनि त्यतातिर भैँसीहरू चलाइराखन् थिएँ। घाँटी पनि दुखिरह, आवाज पनि एकदम अर्कै तरिकाको आइरह। हामी चाहिँ घुम्दैछु। एकदम राम्रो छ ठाउँ चाहिँ बस्नलाई। अलि भित्र हो कि बर्दिया पनि, अलि बर्डर नजिकै छ। गाई भैँसीहरू चराउँछ यतातिर। घाँस चाहिँ के हो त? यही हो काट्ने? त्यो लगा हुन्छन् कि जसले काटे नि हुन्छ? आफै उम्रेको? हाम्रोतिर चाहिँ यस्तो खरहरू हुन्छ नि त घाँस काट्ने होइन। यतातिर उयो त्यो आयो हान्छ कि यतातिर चाहिँ यस्तो घाँसहरू म तपाईँहरूलाई देखाउँछु है। मार्दैनन्? ल यो त चोरी भयो नि त। यो चोरी काम भयो गाई चाहिँ। फुपू गाली गर्दैनन् कसरी यसरी गाजी? हामी चाहिँ त्यहाँभित्र घाँस काट्नलाई चाहिँ यसरी पर्खा लागेर बाहुबली स्टाइल। यो अलिक बाहुबली स्टाइल भयो क्या। म चाहिँ सक्दिनँ होला यहाँबाट जान। ल अब भाउजू जाँदै हुन्छ बाहुबली स्टाइलमा। म चाहिँ बाहिरबाट हेर्छु होला सायद त्यहाँ जानलाई। तर गाली गर्दैनन् भन्नुहुन्छ फुपूले। चप्पल फालेर यहाँ कसिँदै हुनुहुन्छ भाउजू। लै लै जमानामा त्यो चोर थियो क्या, यिनीहरू गेट नाक्दै गर्छन्। त्यस्तै लाग्यो। फाल्कुट्नु न क्या। ल भाउजू जम्प गर्नु। फुपू त गइदिनु भयो त सजिलै। म त यहीँ बस्नु बेगिन नआउनु सक्यो त। त्यो बेला कुर्ता टङ्ग्या चाहिँ त यहीँ टङ्गिनु बेगिन भाउजू। म त सक्दिनँ होला हो। बर्दिया भनेको यस्तो हुने रहेछ क्या। पहिला चप्पल फाल्नु पर्यो। बास एक नम्बर। दुई भर्खर 2 नम्बरमा गइसकेको छु है। अब यहाँबाट कस्तरी आउने हो त? अब कस्तरी आउने त नि अब? त्यहाँ खुट्टा लामो छ त्यो सुरुवाल माथि छ। खुट्टै अड्किँदा कहाँ हाल्ने हो यस्तो हैन? सय 2 नम्बरमा अड्किने। बास कहाँ जाऊ? कहाँ जाऊ? रिङ नै
नै सक्दिनँ त अब हो त्यस्तै गाह्रो भइहाल्यो मलाई नि हो त्यो बस है राम्रोसँग अलिक बिचैमा मलाई पालेर अलिक बिचैमा जुरको माथि म उसिँदै उस्यो क्या म माथि त्यो पर समातेर उस्यो खोइजान्छु भाउजू पल्लोपट्टि पकेर नै उस्योको माथि हो रहेछ त आइडिया त लामो खुट्टा म त सकिँदैन पो म पनि सक्दिनँ म त यहीँ ल्याइदिएँ मलाई आज खाना न आज त खाना ल्याइदिनु पनि भोलि पनि न बस बल्ल बल्लै 3 नम्बरमा आयो मान्छे बल्ल बल्लै 4 नम्बरमा आइन् यस्तो दुःख गरेर आए अब जाने बेला चाहिँ कसरी जाने अब चाहिँ हामी घाँस काट्न जाँदैछु यो पानी ट्याङ्की हो तर फुपू गाली गर्दैन नि यस्तो आज हामी चाहिँ घाँस निकाल्न जाँदैछौँ त्यहाँबाट गेट नागेर खस्दैन हौ म आँखा रिन्छन् मलाई मार्ने उपाय गर्दैछन् यिनीहरूले ऊ त्यहाँ माथि जारे हजुर यस्तो पर्खाल नाग्नेले चोरी पर्खाल नागेर आउनेले चोरिहाल्छ अब चाहिँ यही घाँस काट्न गर्मी छ धेरै तर यहाँ भैँसी हाल्न दिनु भए भित्र त कस्तो चढ्थ्यो होला है बोर्या पनि ल्याएन केही ल्याएन केमा लग्नु नि त यो चाहिँ यति ठुलो छ यो ग्राउन्ड यो पानी ट्याङ्की अनि यो घेरबार रहेछ क्या पुरै घेरबार रहेछ खुट्टो कोतारे यार बाहुबली स्टाइलमा हाम्रो फुपूले गेट पास गर्दैन भयो अब चाहिँ हामी यहाँ त बिफे कुरो पनि पाउँदो रहेछ हाम्रो चाहिँ यसलाई बिफे कुरो भन्छ कि यो चाहिँ तिहारमा चाहिँ त्यो भाइहरूलाई कोच दिन्छन् हजुर दाँत अब हामी चाहिँ घाँस काट्दैछौँ घाँस पनि यसरी बसेर काट्नुपर्छ यहाँ फुपू मलाई आसी ल्याउनु मेरो त खुट्टो कोदार रहेछ क्या धुनु भुइँचाले यस्तै घाँस खायो भने त दुध मस्त दिन्छ त अरे अघि बिहान दुध दिँदा गएर आज भन्नुहुन्थ्यो आज दिन्छ एक गाउँ दुध रुकुमका मान्छे घाँस काट्न पर्दिया चिदिहाल्छ नि आँसी धेर लाग्ने रहन्छ नि लतार नै चिथर्ने गर्छ नि आँसीले त उद्याउनु भयो आँसी हामी चाहिँ एकछिन घाँस काट्छौँ अनि त्यसपछि फेरि बाहुबली स्टाइलमा गेट नाग्ने बेला आज त म भित्रै बस्ने होला सक्दैन जान फाइनल्ली घाँस काटेर सक्यो मैले चाहिँ थोरै काट्यौँ धेरै चाहिँ भाउजूले र फुपूले काट्नु भयो एक थुप्रा यहाँ छ एक थुप्रा त्यहाँ एक थुप्रा त्यहीँ एक थुप्रा त्यहीँ त्यहाँ भाउजूले पुला बाँध्दै हुनुहुन्छ म त यहाँ बसिरहेको छु गर्मी भएर धेरै गर्मी छ अहिले त अलिअलि हावा पनि लाग्छ त्यही त साँझ भैँसीले एक गाबु दुध दिन्छ आधा गाबु मात्र दुध दिन्थ्यो अरे पहिला आज हामीले घाँस काट्दैछौँ अब एक गाबु ए खाने सर्सी दिनु त खानै सर्सी दिनु पर्ने हो त घाँस एउटा पुला यति काटेको छौँ ए एउटै पुला बान्ने हो
तेरो एउटै बान्दैन कति यो थुप्रो छ त्यहाँबाट तान्ने फाल्ने पनि सजिलो हुन्छ सानसानो बान्ने म त यहीँ बस्छु साँझ खाना ल्याइदिनु ल त्यहाँ पर्खाल लाग्नुपर्छ अहिले फेरि अब हामी चाहिँ घर जाँदैछौँ घाँस काटेर तिनवटा काट्नुभयो सानसाना गाँजा यो बान्यो नै लिनु म मान्छु दिदी छोरा नि केही हुन्न के राम्रै हुन्छ यो त कुर्रो पनि लाग्छ नि यो चिर्थ्यो कि के यो होइन यसमा होइन कुरो लाग्ने थुइनामा हजुर यो पनि दबाई भन्छ यो के खुट्टा दुखेको गरे योको तेल गराइ यो तेल निस्किन्छ र तेल आउँछ र त्यसको फेरि तेल आउनु त यो भित्र बिजुर नि पेल्नुपर्छ राम्रो हुँदैछ पेल्नुपर्छ होला यसलाई के भन्छ अरे हामीले भेरे कुर्रो हामी ज्वा बान्ने कि काट्नु हुने हो म यहाँतिर यो बान्ने आउँछु अरे ल्याउँछु भने चाहिँ अहिले काट्नु लागि पुला फुस्किन लाग्यो कता फुस्क्यो कता फुस्क्यो तेल चाहिँ फुस्क्यो कि गरेर लग्यो थाहा यहाँ फुस्किन लाग्यो ओ त्यहाँ गएर फोटो निहाल्न भन्थे त्यता गए त आँखा रिन्छ मैले त्यहाँ जाने आरिज नि अन्त कता कता बिल्डिङमा जाने ल जानु त मोबाइल लग्नु म त जाँदिनँ म त घाँसमा फुलो बोकिने यस्तो लुक्नु लुक्नु गरेर जाने जा अरू बोकाउनु त फेरि अरू बोकाउनु चाहिँ त्यो बोकिदियो ए 4-5 पनि बोक्ने ए फुलो बोक्ने जाने ल अरे सानो बोक्ने हो 2 तेल छ एउटा हातमा बर्खीले बोकिदिमा बर्खिदिउँ न यस्तै अरे न त्यस्तो गर्न यस्तो हो त्यस्तो यस्तो यस्तो बोगाइ हो यसरी यसरी बोक्ने घाँस बास बास भइगयो अब यति हामीलाई बसाइदिनु न हामीले हामीलाई त यही लग्छु म मोबाइल दिनु हो अँ। हामी चाहिँ अब फुपूले यति धेरै 3वटा पोला लिनु यहाँ छ भाउजूको घाँस फुपूको घाँस फुपूले ज्यादा बोक्नु भयो मैले बोक्नु त हामी चाहिँ अब घाँस काटेर घर जाँदैछ अब त्यो 1 नम्बर गेट नाग्दाखेरि चाहिँ अलिक गाह्रो पर्ला हजुर त्यहाँ झन् गुत्योभन्दा अग्लो कहाँ लाग्छन् त्यहाँ तार बान्या छन् हुन्न के भाउजू त्यहाँबाट यो त सानो आसी अनि कति लाग्ने आसी भने गम्ती हुन् त्यहाँबाट तपाईँ पुग्नुहुन्न भाउजू होइन अट्केला केही नै तपाईँले त्यहीँबाट फालिदिन्छु आएर लिनु आउनु यहीँबाट फाल्नु घाँसको भारी चोर त्यति टाढो लिएर किन जाने कि अहिले अन्त हुने हो त फेरि अझ त्यो धिगे पनि खानु लाग्छ बाजे के हो त्यो आफू त्यो काट्नु बाजे बिग्रेको नि खान्छ भइसक्यो अब घाँस त बाहिर गयो मान्छे कस्तो जाने हो मान्छेले गइहाल्छ त्यहाँबाट घाँस जस्तै खा कोही भुसाएर खाइदिनु नै बाहिर भइगयो यो फुपू त्यो बयर हो नि बडे पाखे खाने रातै भएन कहाँ पाएको छ त यो पाक्दैन यो त खैन के हाल्नु यो त कत्रा फल हुन्छन् फलै छैन कहाँ छ ऊ त्यो कहाँ छ
पाखे चाहिँ कस्तो हुन्छ रातो यता काँचो छ छोड्छ छैन खाइसक्यो हाउले जाने पानी पनि दिन्छ अरू माथि त्यता पानी टङ्की गएपछि गाली गर्छन् अनि अब हामी यहाँबाट झर्दैछु मलाई चाहिँ उयो डर लाग्छ के तर ओक्लोदेखि हाइटदेखि मलाई डर लाग्छ त्यही भएर 1 2 3 4 5 सिडी चढेर हामी ओर्लदैछौँ तलतिर अरे त्यो छतमा मोबाइल यसले आउनु कि राम्रो देखाए अलिक पर्छ बुझाउ अब यता हामी चाहिँ साक्टी जलाको साग निकाल्नुपर्छ यसरी देखाएको छु म यो कपाल लाग्नुभन्दा मलाई लाग्छ भन्दैन ल बुहारी हुनु नि त मेरो